Hello guys, how are you? Good morning. हजुरहरु कस्तो हुनुहुन्छ? फाइनली अहिले चाहिँ म जियाडोल नदी जान्छु गाइस। हामी दाजुभाइ गएर अब नुहाएर आउने। यहाँ हेर्नुहोस् नजारा, चारैतिर धान खेती गर्छन्। धानहरु सबै काटिसकेको छ हैन गाइस। यस्तै छ यहाँको नजारा। आन्टीहरुको घरदेखि छेउमै नजदिकै छ जियाडोल नदी हो। अहिले फाइनली हामी चाहिँ अब गएर नुहाइधुवाइ गर्ने। बहुत राम्रो लाग्छ नदीको नजाराहरू देख्यो भने मन खुसी लाग्छ गाइस। हाम्रो उतातिर पनि छ तर जियाडोल नदी जस्तो ठुलो चाहिँ छैन। जियाडोल नदी यहाँ चाहिँ बर्खामा बहुत बढ्छ अरे, बानपानी हुन्छ। त्यतिर अब पानीको कुनै अभाव छैन, खेतीहरू गर्नको लागि सुविधा। त्यही हो, नदीहरू बढ्यो भने चाहिँ अब अलिकति समस्या हुन्छ, खेतीहरू गर्न सबै बगाएर लान्छ भन्ने हैन। थ्यांक यू गाइस।